guys. Good morning guys. आज बसिरहेको डेली लाइफ अलिकति देखाउन चाहन्छु हैन। खाना पकाउनुदेखि लिएर सबै आज चाहिँ बिदाको दिन हो, त्यही भएर 2 दिन बिदा छ। त्यसको सदुपयोग के हुन्छ देखाउँछु। त्यही जानु है। टुर सानो टुर हाम्रो नुहाउने ठाउँ भयो हैन। दाइ सिमन दाइ वासिङ मेसिन बाथरुम भयो। तल चाहिँ नि माथि लुगा सुकाउने। दाइ खबर यो पनि वासरुम भयो, यो पनि वासरुम भयो। यो चाहिँ हाम्रो किचन, डाइनिङ हल, किचन रुम पारे। यो चाहिँ फिलिपिन फ्रेन्ड है। No, paray. Yeah, paray. Cooking lugaw. You know lugaw? Yeah. Black? Yeah. The thing is too. सिद्धै छ यति नै बाँकी रहेछ यार। कति टाइम लाग्छ ब्रो? खबर अब पोर्क भन्दैछ आज केटाहरूको। कसै आज कसै पनि घरमा फोन गरेको है। को हो? को रङ लाउनेहरू मान्छे आएको? सिद्धु, हेलो सिद्धु। हेलो सिद्धु। ओ नयाँ पेन्टर, नयाँ आर्टिस्ट है ऊ घरमा। ए सिद्धु, ओ डाका पुन्टु खोइ पुन्टु। ये माया खोइ नगर्ने माया न खोइ पुन्टु खोइ। आज घर सफाई सबै पेन्टिङ सुरु। पुन्टु खोइ। ये ओ गुन्डिनी ये ओ आर्टिस्ट ओ पेन्टर हो। यो लगाएको के हुन्छ? यो लाउने रे सिधा आफूले। ए हुन्छ, जे लाउँदै हुन्छ। यो लाउनु पर्यो भनेर कराएर यो पेन्टिङ गर्ने मान्छे को आएको नि? ए ल बाहिर पिङ लाइट। अहिले चाहिँ लुगा धुने टाइम। कति मिनट बाँकी छ? लगभग 1 घन्टा 24 मिनट कि 4 मिनट कति बाँकी थियो। माथि चाहिँ लुगा सुकाउने हो, तल लुगा धुने हो। अब मिक्स रोडमा हालिदिएको छु। 1 घन्टा 6 मिनट पछि आइन्छ। अब गाइज कहाँ जाने कन्फ्युज नै भएर मुभी हेर्दै है। दिन कटाउनु गाह्रो छ नि। मैले बाहिरबाट भनेर के गरौँ? म खोला पाखा यस्तै हो। अब
भित्रपट्टि बाँकी छ सिटिङ लाग्यो सिटेपछि हेरौँ फिल्म अर्को हेरिन्छ कि बाहिर गइन्छ यसो अहिले अब शनिबार कटाउन गएर छ अझ भोलि पनि बिदा बाँकी छ अझै आज मात्रै भोलि पनि बिदा छ सिधौँ त्यस्तै सोचौँ कहाँ गइन्छ कि फिल्म हेरिन्छ भर्खर उठेर सिधै तल आएको म चाहिँ सो रिफ्रेस भएर यो माथि देखेको सब त्यो प्लेनको हो क्या त्यो माथि देखेको समुद्र छ अनि माथि यता नजिक उठ्न नसकेर माथि जानुपर्ने रहेछ यता चाहिँ अब 35,000 होला सायद हामी नि पहिले आउँदाखेरि 35,000 माथि नै थियो प्लेन ठ्याक्कै थाहा हुन्छ यही हो मेरो साधन है त म कुदाएरै देखाउँछु यसरी जाँदै गरौँ कहाँ घुमिन्छ घुमेको ब्लग चाहिँ देखाउनु नसकिरहेको छ सकेसम्म नि कि आफ्नो ज्यान जोगाउनु हुन्छ हेरौँ बाटै ए हाम्रो अड नै छ यो अब हाम्रो चाहिँ यो फोटोग्राफरहरू चाहिँ केटाहरू हामीसँगै काम गर्ने केटाहरू सबै आज क्वेसन पनि रहेछ मिक्स खेलिरहेछ अब सागर सबै हामीसँग काम गर्ने सबैजना हामीसँग एकै ठाउँमा काम गर्ने साथीहरू सबैजना दुगोपोलीको स्टेडियम सेकेन्ड स्टेडियम फर्स्ट स्टेडियम ठुलो स्टेडियम चाहिँ उता छ यो सेकेन्ड स्टेडियम एकछिनपछि यहाँ ट्रेनिङ हुन्छ बच्चाहरूको यहाँ चाहिँ ट्रेनिङ त डेन्जरै हो यहाँ चाहिँ यहाँ गर्मी महिनामा चाहिँ सबैजना लुकेर बस्छ जाडो महिनामा चाहिँ सबै निस्किन्छ ट्रेनिङमा चाहिँ आफ्नो केटाहरू आइपुग्यो केटाहरू लागिन्छ होइन ग्रान्डफादर भिडियो ग्रान्डफादर हाम्रो ग्रान्डफादर हाम्रो अपार्टमेन्टको ग्रान्डफादर बियर राति पुगेपछि बियर त्यही हो बिस्तारै हिँड्दै केटाहरू अगाडि होइन धेरै पर त छैन चिसो चिसो हावा कता 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 दिन त यसरी नै कोट्यो हावा पारामा दिनु कोट्यो यार हावै पारामा बाहिर जाडो छ भित्र न्यानो छ बाहिर बसेर हेर्नु होइन के एकदम के भन्नु खोजेको के ए पख एउटा चित्ते होइन त्यो देखाउनु खोजेँ होइन तर देखाउनु यहाँ चोरेर खानु भनेको आमाको रगत खानु बराबर त्यो 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 मसँग छ त्यो त्यो फोटो मसँग छ केटाहरू फुल बिजी अन कुकिङ एकजना कुकिङ अब हाम्रो मुडु बाबा हाम्रो टाक्स बाहिर त जाडो छ नि यार बाहिर त जाडो छ नि यहाँ यो हो होइन बाहिर त कहाँ सक्छौ बाहिर चिसो छ
जानु हुँदैन चिकन रोटी अलिअलि उयो गर्ने अन्त ठिक छ ल चित्र के छ भात जति जाँड खाए पनि जति जे खाए पनि भात भने भात त खानु पर्यो नेपाली भने नेपालीको है तर यार कसम लिदलमा म्याक्सिमम माछा चामल जाने होला यार अबै चामल जहिले खाली हुन्छ यार चामल सर्टेज भइदिन्छ यार हिरो भयो धेरै हिरो छ अरू के होइन त्यो उमिस चाहिँ तेरो त्यो फोटोले उमिसको चाहिँ उमिस यस्तो बसेछ एनिवे यो सेलेरी मात्रै टाप मतलब टाप गियर राकेटहरू खानै पर्यो सँगै जानुपर्छ ल हाम्रो अहिले खाना खाने टाइम कोसिया भए पनि जहाँ भए पनि खाने भनेको नेपाली स्टाइल हो नि त खाने भनेको भातै हो मा जति जे भने भात भने भात हो भात तरकारी दाल त्यहाँ छ दाल अचार चाहिँ नेपालमा छ अचार यस्तै हो ल खाना खाएपछि कुरा गरौँला एकछिन दिन पनि कट्यो रात पनि भयो खाना पनि खाइयो आइयो भएको छ यार थपी झन् उता झन् केटाहरूले मिठो पकाएको झन् सधैँ आफूले पकाएको खाएको र अरूले पकाएको कहिले मिक्स अलिकति मिठो लागिहाल्छ नि जसरी मिठो लाग्छ नि अलिकति काम धेरै मिठो लाग्छ नि थ्याङ्क्स उठु है अनि हाम्रो जीवन थ्याङ्क्स बडी यस्तै हो क्रोसियाको लाइफ यस्तै हो शनिबार कटाउनु कम गाह्रो छ धेरै गाह्रो छ नि फर्स्ट टाइम जस्तो होइन नि सधैँ बसिसकेपछि त यस्तो हुन्छ त नि केटाहरू यत्रो वर्ष बसिसक्यो झन् तिनीहरूलाई कस्तो हुने होला यति भन्दै आजको दिन यसरी नै कट्यो बाई भन्नुपर्छ आजको यो भागलाई बाई जय नेपाल।